पहिलोमै माओवादी आओस् भन्ने मान्छे हो। ए अहिले त नेकपा भयो। ए नेपाली कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी ए पहिलोमै नेपाली कम्युनिस्ट पार्टी आओस् भन्ने पक्षमा तपाईँ किनभने होइन त्यहाँ प्रचण्ड छ नि त। प्रचण्ड मनपर्छ तपाईँलाई? यत्रो बत्ती अहिले हामीले किन पाल्न पाइरहेको छौँ? पहिलाका पार्टीहरू नेताहरूले हामीलाई वर्षौँसम्म अन्धकारमा राखे होइन। लोड सेडिङ 18 घन्टा 20 घन्टा 22 घन्टासम्म जान्थ्यो के। इन्भर्टरवालाहरू जेनेरेटरवालाहरू यिनीहरूसँग पैसा खाना, डिजेल पेट्रोलवालाहरूसँग पैसा खाना, त्यो अर्को के भन्छ नि त्यो मोबाइल चार्ज गर्ने के भन्छ त्यसलाई, त्यो पावर ब्याङ्कवालाहरूसँग पैसा खानलाई होइन हामीलाई वर्षौँसम्म अन्धकारमा राखे। विदेश जाने क्रम बढाए त्यही बेलादेखि त हो। नेपाली युवा युवतीहरू विदेशीमा बाध्य भएका, पढ्नको लागि बत्ती छैन। लोड सेडिङ अन्त्य गर्ने मान्छे होइन प्रचण्ड हो कि होइन? कुलमान भन्छ। कुलमान घिसिङलाई त उहाँलाई विद्युत प्राधिकरणमा ल्याएको कसले त? प्रचण्डले होइन। त्यो विद्युत प्राधिकरणको हाकिम बनेर जान त टन्नै मालपानी दिनुपर्ने भन्ने कुरो त स्पष्ट भइसकेको छ। तर कुलमान घिसिङलाई ल त घर भनेर ल्याउने मान्छे त प्रचण्ड हो नि त। मान्छे प्रचण्डलाई मान्नुपर्छ यो लोड सेडिङ अन्त्य गर्नेको जस होइन, कुलमानलाई होइन। कुलमान त सहायक पात्र हो। त्यसो भए कुलमान त कर्मचारी हो, पछि माने होइन। जस्तै उदाहरण के भन्छु भने मैले एउटा नयाँ घर बनाइरहेको छु होइन, त्यो घर मैले बनाएको भन्छ कि त्यो ज्यामीले बनाएको। कुलमानलाई चाहिँ ज्यामीसँग तुलना गर्नु उदाहरण चाहिँ मैले ज्यामी